स्वागत छ साथीहरू सबैजनालाई आजको यस भिडियोमा हामी लोकसेवा आयोगले खरिदारमा सोधेको 2076 को क्वेसनहरूको बारेमा हामी विस्तृत रूपमा छलफल गर्नेछौँ। सर्वप्रथम जोडा मिलाउनुहोस्। पृथ्वी सुब्बा गुरुङ, शेरधन राय, दोर्मनी पौडेल, त्रिलोचन भट्ट रहेको सबै मुख्यमन्त्रीको नाम रहेको छ। पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेश 1 को 4 भयो। शेरधन राई कोशी प्रदेश प्रदेश नम्बर 1, दोर्मनी पौडेल बागमती प्रदेश प्रदेश नम्बर 3, त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश डी को 2 है त साथीहरू। यसको सही उत्तर कति हो त भनेपछि सी भयो होइन। ए को 4 अनि बी को 1, सी को 3, डी को 2 है त साथीहरू। अनि त्यस पछाडि अर्को रहेको छ हामीसँग प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले भएको थियो? नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ 2075 चैत 1 गते, 2075 फागुन 1 गते, 2075 पौष 1 गते, 2075 माघ 1 गते रहेको छ। यसको सही उत्तर 2075 फागुन 1 गते रहेको छ। नेपालको पहिलो दैनिक पत्रिका कुन हो? यो त सबैजनालाई नै थाहा छ होइन। आवाज, गोरखापत्र, शक्ति सुधा, कालपुष्ट रहेको छ। यसको सही उत्तर गोरखापत्र हो। त्यसै गरी अर्को रहेको छ, अर्को गौतम बुद्धको जन्म कहिले भएको थियो भनेको छ। अब म यता पनि स्क्रोल गर्छु। गौतम बुद्धको जन्म ईसापूर्व 547, ईसापूर्व 463, ईसापूर्व 557, ईसापूर्व 623 रहेको छ। यसको सही उत्तर कति हो त साथीहरू? ईसापूर्व 623 रहेको छ। अनि हामी अहिले लास्टमा चेक गर्छौँ यसलाई होइन। त्यस पछाडि चाहिँ हेर्छौँ मालदिभ्सको राजधानी कुन हो? मालदिभ्सको मलवा, माले, म्यानमार, कोलम्बो। कोलम्बो कहाँको राजधानी हो साथीहरू? श्रीलङ्काको राजधानी हो होइन। अनि मालदिभ्सको राजधानी माले हो। यो चाहिँ मैले यता किन ल्याएको हो भने यसमा चाहिँ हाम्रो कोडमा चाहिँ यसरी चेक गर्न मिल्दैन। त्यही भएर मैले यो उसको लागि आइक्यूको लागि चाहिँ यता छुट्टै बनाएर यो ल्याएको छु। तपाईँहरूलाई चाहिँ हेरेर बुझ्नलाई चाहिँ सजिलो होस् भनेर है त। कर्नर किक के भन्ने शब्द कुन खेलसँग परेको हुन्छ? फुटबल, क्रिकेट, हकी, भलिबल। यसको सही उत्तर कर्नर किक भनेर चाहिँ कुनामा गएर चाहिँ कुनै खेलाडीले त्यो डी एरियाभित्र त्यहाँ नजिकैतिर चाहिँ बल आउट फाल्यो भने कर्नर हान्ने हुन्छ होइन। कर्नर चाहिँ फुटबलमा हुन्छ। अनि त्यस पछाडि अर्को रहेको छ सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो भनेको छ। सूर्यबाट यहाँ यता र यता इरर आयो जस्तो लाग्यो साथीहरू मलाई। म एकचोटि यो फेरि सच्याएर ल्याउने छु है त। यहाँदेखि यता चाहिँ तलदेखि चाहिँ यहाँ आएन है। यता फरक आयो, यता फरक आयो है। नेपालको यहाँ सबै यस्तो आएछ। ल एकैछिन है त। ल त साथीहरू मैले फेरि सच्याएर लिइसकेको छु है। यसको सही उत्तर हामीले हेर्दै जानुपर्छ। सर्वप्रथम एक को सी रहेको छ। बीको कति हामीले हेरेका फागुन 1 गते होइन। अनि त्यसै गरी 4 को डी रहेको, 3 को कति रहेको छ? 3 को नेपालको सर्वप्रथम पहिलो पत्रिका दैनिक पत्रिका हाम्रो के रहेको छ? दैनिक पत्रिका चाहिँ नेपालको पहिलो पत्रिका के हो? गोरखापत्र हो। दैनिक पत्रिका मलाई यो चाहिँ गोरखापत्र जस्तो लाग्छ। पछि चेक गरौँला होइन। सबै कुरा राइट भन्ने पनि हुँदैन। गौतम बुद्धको जन्म कहिले भएको थियो? 4 को कतिमा भएको थियो? यहाँ यहाँ हामी आइसकेको छ। मालदिभ्सको राजधानी माले यहाँ आएको थियो। कर्नर किक फुटबलसँग सम्बन्धित छ। अनि जी टु जी अवधारणा केसँग सम्बन्धित छ भनेको छ? जी टु जी भने चाहिँ गभर्मेन्ट टु गभर्मेन्ट जस्तो लाग्छ मलाई होइन। यसको सही उत्तर के हो त साथीहरू? जी टु जी चाहिँ वैदेशिक रोजगारीसँग सम्बन्धित रहेको छ। त्यसै गरी 2018को 21औं विश्वकप फुटबलको उपाधि कसले जितेको थियो? 2018को विश्वकप फुटबलको उपाधि कसले जितेको थियो? फ्रान्सले जितेको थियो होइन। क्रोएसियालाई हराएर होइन। तपाईँले वर्ल्ड कप हेर्नु भएको छ कि नै होइन। त्यस पछाडि अर्को 2014को जर्मनीले होइन। बिहानको तारा भनेर कुनलाई भन्ने गरिन्छ भनेको छ? 9 को बिहानको तारा शुक्र ग्रहलाई भन्ने गरिन्छ साथीहरू। त्यसै गरी हरेक डिग्री देशान्तरमा कति समय फरक हुने गर्दछ भनेको छ? 4 मिनेट होइन। मैले यताको चाहिँ अहिले पनि भने हामीले आइक्यू हेर्नलाई चाहिँ एकदम चाहिन्छ। त्यही भएर चाहिँ मैले यो बनाएको छु होइन। सबै कुरा मैले जानेको छैन, तर मैले जानेको कुराहरू चाहिँ सही तरिकाले एक्सप्लेन गर्छु। मैले नजानेको कुरा अरूको भिडियोहरू पनि हेर्नु होला होइन।
त्यही नै हो। अनि विश्वको सबैभन्दा लामो हिमनदी कुन हो भनेको छ साथीहरू? विश्वको सबैभन्दा लामो हिमनदी किलोमान्जारो भनेको त हिमालको नाम हो। लाम्बाट, हावर्ड अनि सियाचेन भनेको छ। लाम्बाट यसको सही उत्तर हो। अनि क्षेत्रफलको आधारमा सानोबाट ठुलो महासागरहरूको क्रम बनाउनुहोस् भनेको छ। यसमा चाहिँ सुमेरु, कुमेरु, हिन्द, अन्ध, प्रशान्त रहेको। प्रशान्त सानो भन्दा ठुलो भने प्रशान्त भएन होइन। यो चाहिँ यो पनि हिन्द थर्ड लार्जेस्ट हो होइन। त्यस पछाडि कुमेरु पनि भएन होइन। अन्ध्र प्रशान्त सुमेरु भनेको यहाँ चाहिँ पेसिफिक ओसन, एटलान्टिक ओसन अनि इन्डियन ओसन को अनुसार चाहिँ आएको छ यसको यो चाहिँ उत्तर। त्यसै गरी जोडा मिलाउनुहोस् भनेको छ। अब हामी यहाँ आएको छौँ यसरी चाहिँ एमा भेटिँदैन के। अनि कल, सुमन ताल, दामोदर कुण्ड, जगदीशपुर ताल, इन्द्रसर यसमा दुईटा सजिलो आएको छ होइन। दामोदर कुण्ड मुस्ताङ होइन बीको एक भएको कहाँको छ? बीको एक भएको हेर्नु पर्ला। बीको एक भएको हेर्नु पर्ला। अनि दामोदर कुण्ड त्यस पछाडि अर्को रहेको छ हाम्रो 13 नम्बरको चाहिँ 13 नम्बरको एको एक आएको छ। एको बीको एक होइन। त्यसै गरी यो यो रहेको छ। अनि त्यसै गरी अर्को दावानी इन्द्र सरोवर मकवानपुर होइन डीको 4 रह्यो होइन। त्यसै गरी हाम्रो अर्को अप्सनमा चाहिँ चीन र भारत दुवै देशलाई छुने नेपालको कुन कुन जिल्ला हो नि यो चाहिँ थाहा छ होइन। दार्चुला र ताप्लेजुङ र दार्चुला होइन। ताप्लेजुङ र डडेलधुरा होइन। भोजपुर र दार्चुला पनि होइन होइन। त्यसै गरी सिलेटको लागि प्रसिद्ध ठाउँ कुन हो साथीहरू? क्वेसन नम्बर 15 बन्दीपुर गोदावरी। गोदावरी कसको लागि हो? मार्बलको लागि हो होइन। यसको सही उत्तर बन्दीपुर हुन्छ। अनि गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री को थिए? गणतन्त्र स्थापना भइसकेपछि सायद मलाई लाग्छ जवाहरलाल नेहरू हुन् जस्तो लाग्छ है। यसैमा लगाइदिउँ अहिले चाहिँ अहिले हामीले यहाँ हेरौँला। त्यस पछाडि अर्को रहेको छ मातृका प्रसाद कोइराला कति पटक नेपालका प्रधानमन्त्री भएका थिए? उनी लाग्छ मलाई 2 पटक प्रधानमन्त्री भएका थिए जस्तो लाग्छ मलाई। एकचोटि चाहिँ ऊ बेलामा राणा शासन अन्त्य हुने बेलातिर अनि त्यस पछाडि चाहिँ ए अ, ऊ बेलामा चुनाव भइसकेपछि हो कि त्योभन्दा यतिकै अगाडि चाहिँ भएको जस्तो लाग्छ। चुनाव भइसकेपछि विश्वेश्वर प्रसाद कोइराला चाहिँ प्रधानमन्त्री भएका थिए। राणा मोहन शमशेरपछि सायद मातृका प्रसाद कोइराला अनि तपाईँले केआई सिंह भन्ने सुन्नु भएको थियो होला तिनीहरू चाहिँ प्रधानमन्त्री भएको थिए होइन। अनि टङ्कप्रसाद आचार्य अनि त्यसै गरी मलेरियाको मस्किटो हो भने भए जस्तो अर्को पोइजनको डेथ रे ऱ्याटको प्लेग रे कोलेराको वाटर रे मेडिसिनको डिजिज। अब मुसाले चाहिँ कुन रोग सार्छ साथीहरू? प्लेग रोग सार्छ होइन। तपाईँले ऊ सुन्नु भएको होला तपाईँको स्पेनमा मुसाले धेरै मान्छेहरू त्यो रोग सारेर मान्छे मरेको भन्ने होइन। अन्यभन्दा फरक शब्द छान्नुहोस् भनेको छ। ट्रेकरी प्राड अनि डिसिड अनि मोर्बिड भनेको छ। ट्रेकरी प्राड डिसिड मोर्बिड यसको चाहिँ मोर्बिड हुन्छ होइन। त्यसै गरी अर्को रहेको छ क्वेसन नम्बर 20 राजन राजन आफ्नो घरबाट पश्चिम दिशातर्फ हिँड्न थाल्छ। 30 मिटर हिँडेपछि ऊ दायाँ फर्किन्छ। 15 मिटर हिँड्छ। त्यस पछाडि ऊ फेरि यसलाई यस्तो गरौँ होइन। त्यस पछाडि ऊ फेरि दायाँ फर्किन्छ र 10 मिटर हिँड्छ। त्यस पछाडि ऊ आफ्नो दायाँ 90तिरको कोणमा फर्केर हिँडिरहेको छ भने ऊ कुन दिशातर्फ फर्किरहेको छ भनेको छ। क्वेसन नम्बर 20को सही उत्तर चाहिँ दक्षिण दिशा हो। यसको एक्सप्लेनेसन हामी पछि हेर्छौँ। त्यसै गरी कोठा ओछ्यान हो भने ओछ्यान आकाश हो भने आकाश फुल हो भने फुल रुख हो भने मान्छे कहाँ सुत्छ? कोठा ओछ्यान हो। ओछ्यान चाहिँ आकाश हो। आकाश फुल हो भने अब फुल फुल भने चाहिँ फेरि के हो? रुख हो। रुख मान्छे कहाँ सुत्छ? मान्छे चाहिँ मान्छे कहाँ सुत्छ त साथीहरू? कोठा आकाश हो भने कोठा ओछ्यान हो भने ओछ्यान भनेको आकाश हो। अनि त्यसै गरी हाम्रो मान्छे चाहिँ कहाँ सुत्छ त साथीहरू? आकाशमा सुत्छ होइन। अनि त्यस पछाडि कोही 22मा आएका छौँ हामी। केही केटाहरू पङ्क्तिमा उभिरहेका छन्। अनि कमलबाट दायाँ चौथो स्थानमा छ र
ऋषभ दायाँबाट 8औं स्थानमा छ। यदि कमल र ऋषभको बिचमा 4जना केटाहरू छन् भने पङ्क्तिमा चाहिँ कतिजना केटाहरू छन् भनेको छ। भनेको चाहिँ पङ्क्ति भनेको चाहिँ लाइन बाई लाइन हो। कमल चाहिँ दायाँबाट 4मा छ र ऋषभ फेरि दायाँबाट 8मा छ। यदि कमल र ऋषभको बिचमा 4जना केटाहरू छन् भने यसमा चाहिँ कतिवटा केटा हुन्छन् भनेको छ। यसमा चाहिँ 26जना केटाहरू हुन्छन् होइन। यो हेरौँला। राणाकालीन दर्जानी चिन्ह ठुलोबाट सानो क्रम बनाउनुहोस् भनेको छ। सुब्बा, डिद्दा, नायब सुब्बा, मिर सुब्बा भनेको छ। यसको सही उत्तर सुरुमा चाहिँ मिर सुब्बा, त्यस पछाडि सुब्बा, त्यस पछाडि नायब सुब्बा अनि डिट्ठा रहेको छ। डिट्ठा हलदार हुम भन्छ नि केमा अरे हकी हलदारमा त्यस्तै जस्तो। इन्द्र जात्राको चलन कसले चलाएका थिए? यो चाहिँ सबैजनालाई प्राय जसोलाई थाहा छ। जयप्रकाश मल्ल, प्रताप मल्ल, रत्न मल्ल, रञ्जित मल्ल, जयप्रकाश मल्ल। अनि त्यस पछाडि अर्को भनेर रहेको छ समूहसँग जुरा मिलाउनुहोस्। यो चाहिँ यस्तोमा चाहिँ हामीले मिलाउनु पर्छ है साथीहरू। समूह 25मा चाहिँ मकैको खेती को हो? कृष्णलाल अधिकारी। मकैको खेती यो पुस्तक पब्लिस गर्ने बेलामा चाहिँ के भएको थियो भने तपाईँले बुझ्नुहुन्छ होला। राणा कालमा यो पुस्तक पब्लिस गरेको हो। अनि राणा कालमा पुस्तक पब्लिस गरिसकेपछि राणा विरुद्ध यसमा काम गर्यो भनेर चाहिँ यसलाई यस्तो गरिएको थियो होइन। कि यसको कृष्णलाल अधिकारी अनि सेतो भाग चाहिँ डायमन्ड शमशेर राणा होइन। एको दुई भएको कहाँ छ? एको दुई अनि बीको एक यो हो साथीहरू। अनि त्यसै गरी नेपाली भाषाको उद्गम स्थल कहाँ हो? दुर्जा, सिङ्जा अनि चाँदी रुम्बा अनि डुल्लु। नेपाली भाषा सिङ्जा उपत्यकादेखि हो जस्तो लाग्छ मलाई होइन। 26को चाहिँ सिङ्जा उपत्यका हाम्रो भाषा उत्पत्ति भएको होइन। अनि विदेशी र नेपालीको संयुक्त पुँजीको पहिलो ब्याङ्क भनेको कुन हो? हिमालयन ब्याङ्क, नेपाल अरब ब्याङ्क, नेपाल बङ्गलादेश ब्याङ्क, नेपाल एसबिआई ब्याङ्क। यो कस्तो हो भने हिमालयन ब्याङ्क चाहिँ हाम्रो पाकिस्तानको हबिबी ब्याङ्क र नेपालको ब्याङ्क मिलेर बनेको ब्याङ्क हो। नेपाल अरब ब्याङ्क भने चाहिँ नबिल ब्याङ्क हो होइन। नेपाल बङ्गलादेश ब्याङ्क पनि हो। नेपाल बङ्गलादेश भने नेपाल र बङ्गलादेशको हो। नेपाल एसबिआई भने चाहिँ इन्डियाको स्टेट ब्याङ्क अफ इन्डियाको लगानी केही प्रतिशत र नेपालीहरूको सेयर स्वामित्वमा केही प्रतिशतमा चाहिँ गरेको हो। यसको सही उत्तर पहिलो ब्याङ्क नेपाल बङ्गलादेश ब्याङ्क हो। अहिले नेपाल बङ्गलादेश ब्याङ्क छैन, नोबेल ब्याङ्कसित मर्ज भएको छ होइन। अनि नाच र जोडा मिलाउनुहोस् भनेको छ। मारुनी नाच, कौरा नाच, धान नाच, सोरठी नाच रहेको छ। मारुनी कसले नाच्छ साथीहरू? मारुनी चाहिँ मगरले नाच्छ जस्तो लाग्छ होइन। त्यस पछाडि धान नाच कसले नाच्छ? लिम्बूले नाच्छ होइन। कौरा नाच तामाङले, सोरठी गुरुङले नाच्छ जस्तो लाग्छ होइन। क्वेसन नम्बर 28को कति हो त साथीहरू? हाम्रो क्वेसन नम्बर 28को चाहिँ मारुनी नाच हाम्रो क्वेसन नम्बर 28मा हेर्छ भने यहाँ हेरौँ। मारुनी नाच एको कहाँ गएको कुन छ? ल एको चारै छैन त। मारुनी मारुनी मगरले जस्तो नाच्छ। सोरठी बीको चार एकको एक, बीको तिन, सीको दुई, सीको दुई भनेपछि यो हुनुपर्छ है। एको एक भएको मगर मगरको नाच के हो? डीको चार सोरठी मगरको रहेछ। मारुनी गुरुङको मैले ठ्याक्कै उल्टो भनेछु है। अब यस्तो यस्तो गल्ती अब सिक्दै सिक्दै जाने हो होइन। त्यसै गरी राष्ट्रिय जनगणना अनुसार बढ्दो क्रममा चाहिँ नेवार, तामाङ, मगर, थारू यो के हो त? होइन साथीहरू, सुरुमा मगर हुन्छ होइन। आ, आ, यसमा राष्ट्रिय नेपाल 68 अनुसारको आएछ होइन। बोलिने भाषालाई चाहिँ पङ्क्तिमा राख्नुहोस् भनेको छ। क्वेसन नम्बर 29को रहेको छ थारू, मगर, तामाङ, नेवार। अनि त्यस पछाडि तापको सबैभन्दा कमजोर सुचालक कन्डक्टर कुन हो भनेको छ। चाँदी, तामा, लिड, सिसा, पारो भने मर्करी पनि मेटल नै हो साथीहरू है। मर्करी चाहिँ एउटा मात्रै मेटल हो जुन चाहिँ लिक्विड स्टेटमा हुने गर्दछ। त्यसै गरी तामा एकदमै के हो? बलियो हो होइन। तामाले चाहिँ अब हिट चाहिँ कतिको छिटो कन्डक्टिभ गर्न सक्छ भन्ने कुरा हो होइन। यसको चाहिँ सही उत्तर चाहिँ लिड सिसा हो। त्यसै गरी अर्को रहेको छ जैविक विविधतामा सबैभन्दा धनी राष्ट्र कुन हो साथीहरू? मलाई लाग्छ इन्डोनेसिया हो। इन्डोनेसिया चाहिँ एकदमै जैविक विविधताले एकदम भरिपूर्ण छ।
त्यो तल दिएको क्रममा चाहिँ प्रश्न चिन्ह राखिएको ठाउँमा के हुन्छ भनेको छ 9 18 9 8 18 6 36 4 72 2 144 रहेको छ। यसको सही उत्तर कति हुन्छ त साथीहरू? यसको सही उत्तर 0 हुन्छ। यसको हामी एक्सप्लेनेसन गर्दै जान्छ होइन। सबै कुरा आइक्यूहरू त मलाई आउन्न, मैले गफ पनि लाउन्न होइन। त्यही हो। त्यस पछाडि अर्को रहेको छ दिएको विकल्पहरूको प्रश्नमा रहेको खाली स्थानलाई चाहिँ पुरा गर्ने उपयुक्त विकल्प छान्नुहोस् भनेको छ 30 135 24 रहेको छ। यसको सही उत्तर कति हो त साथीहरू? 108 120 144 156 रहेको छ। यसको चाहिँ 33 नम्बरको ए 108 रहेको छ। 30 को 135 हुन्छ भने 24 को कति हुन्छ भनेको छ। यसको चाहिँ मलाई कसरी मल्टिप्लिकेसन गर्यो भने 30 को मल्टिप्लिकेसन 130 पनि हुँदैन। अनि त्यस पछाडि यसको एक्सप्लेनेसन चाहिँ आउँछ होइन। एआईलाई मैले गर्न लगाइदिएको छु, एआईले गर्छ। अनि 34मा चाहिँ एक लहरमा 25 रुखहरू अर्कोमा बराबर हुने गरी रोपिएको छ। फर्स्ट सेकेन्ड रुख बिचको दूरी चाहिँ 25 मिटर छ भने थर्ड र 15औं रुखको बिचको दूरी चाहिँ कति रहेको छ भनेको छ। क्वेसन नम्बर 34। क्वेसन नम्बर 34 को चाहिँ हामी हेर्छौँ। क्वेसन नम्बर 34 को चाहिँ बी 15 मिटर अनि स्थानीय तह भन्नाले के बुझिन्छ भनेको छ। यो अब यहाँ चाहिँ फिगरहरू नआएको कारणले गर्दा चाहिँ यो यसको यही यही भएर मैले यो बनाएको हो है। अब जस्तै यहाँ स्थानीय तह भन्नाले के हुन्छ? गाउँ सभा, नगर सभा, जिल्ला सभा, गाउँपालिका, नगरपालिका अनि गाउँपालिका, नगरपालिका र जिल्ला सभा भनेको छ। स्थानीय तह भन्नाले के बुझिन्छ? क्वेसन नम्बर 43 गाउँपालिका, नगरपालिका र जिल्ला सभा युएनडब्ल्युटिओ को प्रधान कार्यालय कहाँ रहेको छ भनेको छ। यो मेड्रिड स्पेन रहेको छ। अनि राष्ट्रिय सुरक्षा चीन, रुस, अमेरिका, बेलायत, जर्मनी होइन साथीहरू। चीन, रुस, अमेरिका, बेलायत, फ्रान्स हो साथीहरू यसको। 45 को पनि अनि त्यसै गरी समावेश 46 को हेरौँ हामी होइन। 46 मा कति रहेको छ? क्वेसन नम्बर 46 को एन्सर चाहिँ तल विकल्पहरूमध्ये कुनमा चाहिँ माथि दिएको चित्र समावेश भएको छ भनेको छ। यसको विकल्पको 46 को चाहिँ बी हो साथीहरू। अनि त्यसै गरी पूर्वलम्ब फिगर अनुसार उत्तर भनेको छ 8111 8111 छुट्टा रहेछ। यो मैले सच्याउँछु है। आज त यति यति भने राम्रो भएको छ होइन। त्यस पछाडि अर्को रहेको छ हाम्रो अब 40 मा चाहिँ अर्को समूहमा नमिल्ने पत्ता लगाउनुहोस् भनेको छ। 48 को समूहमा नमिल्ने पत्ता लगाउनुहोस् भन्दा चाहिँ कुन रहेको छ? ए आउँछ। नमिल्ने चाहिँ यो रहेको छ। अरू सबै के छ? यस्तो 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 सेपमा आएको छ। यो चाहिँ आएको छैन होइन। अनि चित्रमा चाहिँ त्रिभुजको सङ्ख्या कति रहेको छ भनेर सोधेको छ। चित्रमा त्रिभुजको सङ्ख्या हेरौँ साथीहरू। चित्रमा त्रिभुजको सङ्ख्या कति रहेको छ? यसको सही उत्तर 15 हो। त्यस पछाडि अर्को रहेको छ कुन चित्र मिलेर चाहिँ चित्र मिलेर वर्ग बन्छ भनेको छ। कुन कुन चित्र मिलेर यहाँ वर्ग बन्छ भनेको छ। यसको उत्तर 245 हो। ल यो चेक गरौँ है त। सही उत्तर यसरी हामी चेक गर्दै गर्दै जान्छौँ। सही उत्तर टी मिलेर चाहिँ वर्ग बन्ने गरेको छ। अनि यसको पनि सही उत्तर हुनुपर्छ। सही उत्तर 115वटा त्रिभुज चाहिँ कसरी आयो यहाँ एक्सप्लेन चाहिँ गर्न अलि भएन। यो पछि हामी सुधार्दै सुधार्दै जान्छौँ होइन। 48 को पनि यो ठिक छ। त्यसै गरी 48 पछि 47 मा पनि फिगर अनुसार कुन उत्तम छ भनेको छ। 47 यसको कसरी एन्सर आयो भन्ने पनि म एआईले सोधेर बनाउँछु होइन। मैले पनि धेरै जाने होइन तर जानेको कुराहरूको चाहिँ भिडियो बनाउँछु। यो चाहिँ अब 46 को रहेको छ। 46 मा पनि कति रहेको छ? बी रहेको छ। बी पनि ठिक छ। उत्तर कुञ्जी अनुसार सही छ। अनि त्यसै गरी चीन, रुस, अमेरिका यो चाहिँ एकदम ठिक हो। यो चाहिँ धेरै जसोले मिलाउनुहुन्छ। अनि यो पनि स्पेनको म्याड्रिड। त्यसै गरी क्वेसन नम्बर 43 मा चाहिँ गाउँसभा, नगरसभा नेपालको सन्दर्भमा स्थानीय तह भनेको छ। अब हामी चाहिँ 35 देखिको हेर्छौँ। 35 मा चाहिँ एउटा लिफ्टमा रहेको 6 जना औसत तौलको 120 केजी र अर्को लिफ्टमा रहेको 4 जना औसत तौलको 106 केजी छ।
डुबे लिफ्टमा रहेको जम्मा मानिसको औसत तौल कति होला भनेको छ। यस्तो क्वेसनहरू 35 को चाहिँ सी 114 रहेको छ। कसरी आयो भन्ने कुरा म अहिले अहिले आफै धेरै बनाउँछु होइन। अनि 36 को रहेको छ तलका मध्ये कुन अङ्कले चाहिँ खाली स्थान पुरा गर्छ? 8 6 8 7 8 7 6 5 4 भनेको छ। खाली स्थान कुनले पुरा गर्छ? क्वेसन नम्बर 36 को चाहिँ डीले पुरा गर्दो रहेछ। अनि त्यसै गरी 37 को चाहिँ दिगो विकासको 17वटा लक्ष्य मध्ये 5औं लक्ष्य कुन हो भनेको छ साथीहरू। 5औं लक्ष्य चाहिँ जेन्डर इक्वालिटी हो। अनि त्यसै गरी कुन रक्त समूहको विश्वव्यापी रक्तदाता भन्ने गरिन्छ? ओ पोजिटिभ हो जस्तो लाग्छ मलाई होइन। 38 को ओ नै हो होइन। त्यसै गरी जलवायु परिवर्तनको प्रभाव कम गर्न विश्वको ध्यान आकर्षण गर्न यो बैठक हुने कुन राष्ट्र हो? मालदिभ्स हो। यो पनि सम्झिनुहुन्छ होला होइन। तलको समूह बिच चाहिँ जोडा मिलाउनुहोस् भनेको छ। छेत्री मगर थारू मुस्लिम भनेको छ। छेत्री 16.6 हो अनि मगर 7.12 हो। थारू 6.56 हो। मुस्लिम चाहिँ 4.4 हो साथीहरू। यसको क्वेसन नम्बर 40 को चाहिँ डी एन्सर हुन्छ। अनि क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो? मकालु बरुन नेसनल पार्क, खप्तर नेसनल पार्क, बाँके नेसनल पार्क, रारा। सबैभन्दा सानो चाहिँ रारा रहेको छ। यहाँ चाहिँ मलाई लाग्छ मकालु बरुन नेसनल पार्क हो जस्तो लाग्छ। अनि त्यसै गरी नेपालमा हाल कायम रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको सङ्ख्या कति हो? यसको सही उत्तर चाहिँ हाम्रो चाहिँ 6वटा हो साथीहरू। महानगरपालिका होइन, 11वटा उपमहानगरपालिका, 276वटा नगरपालिका, 460वटा चाहिँ गाउँपालिका हो जस्तो लाग्छ मलाई। 42 को बी। अनि त्यसै गरी अब यति यी कुराहरू हामीले भेटिसकेका छौँ। अब हामी 34 देखि माथि जान्छौँ। अनि त्यसै गरी 34 नम्बरदेखि माथि जाँदैछौँ हामी। 34 नम्बरको चाहिँ 15 मिटर रहेको छ। 15 मिटर यहाँ स्पष्टीकरण दुई रुख बिच चाहिँ मैले यस्तै बनाउन खोजेको हो है। अब सुरुको भिडियो भएर मिस्टेक भयो होला, पछि सचिन्छ होइन। दुई रुख 15 मिटर खण्ड, 1 र 2 बिच 25 मिटर प्रति खण्ड रह्यो। अनि 3 मिटरदेखि 12 मिटर फरक खण्ड भएर 12 × 25 300, तर विकल्प चाहिँ यहाँ 15 मिटर आयो। त्यसै गरी अर्को रहेको छ 30 135 24 को चाहिँ कति हुन्छ? सही उत्तर 30 × 4.5 गर्यो 135, 24 × 4.5 गर्यो 108। यसलाई ठ्याक्कै डिभाइड गर्दो रहेछ होइन। अब लुक्स्यामा यस्तै आयो भने यस्तै गरेर हामीले सल्भ गर्नुपर्छ। अनि 32 नम्बरको 9 8 18 6 36 4 72 2 144 रहेको छ। यसको सही उत्तर 0 किन 0 आयो? प्याटर्न चाहिँ 2 छोड्ने, एकातिर 9 8 36 72 144 र अर्कोतिर 8 6 4 2 0 भनेको 8 6 4 2 0 घट्दै गएको छ है। एउटातिर 9 18 36 अनि 72 अनि 144 यो चाहिँ मल्टिप्लिकेसन हुँदै गएको छ। यता चाहिँ घट्दै गएको छ होइन। यो बुझौँ होइन। अनि त्यस्तै गरी अर्को रहेको छ, यो चाहिँ इन्डोनेसिया एकदम सजिलो हो। यो धेरै जसोले मिलाउनुहुन्छ, यो पनि मिलाउनुहुन्छ। लिड सिसा होइन। लिड सिसा तापको काँचुलाको चाँदी र तामामा चाहिँ राम्रो तरिकाले चाहिँ सूचक हुन्छ, हिट ट्रान्सफर हुन्छ होइन। पारो भने मैले तरल धातु भन्दै थिएँ। मर्करी हुन्छ होइन। मर्करी चाहिँ किन उमा युज हुन्छ, थर्मोमिटरमा युज हुन्छ भनेर पनि थाहा हुन्छ होइन। राष्ट्रिय जनगणना 68 अनुसारको छ यसमा। थारू मगर नेवार होइन। अनि त्यसै गरी अर्को रहेको छ नाच र समुदाय बिचको हेरौँ भने हामी 28 नम्बरमा मैले चाहिँ यो मारुनी नाच, तपाईँले गलत विकल्प चाहिँ बी हो रे साथीहरू होइन। 28 को बी 2028 को चाहिँ बी 28 को बी हेरौँ किन हो सही विकल्प। सही 1 को 3 ल मारुनी नाच तामाङको हो र साथीहरू। यो मलाई एन्सर चाहिँ रङ भयो जस्तो लागेको छ। बी बी 1 को 3 रे कौरा नाच चाहिँ बी को 4 रे कौरा मगरको रहेछ। धान चाहिँ लिम्बूको मलाई थाहा थियो। सी को 2 भएको कतिवटा छ? सी को 2 सब यिनीहरू दुइटामा रहेछ होइन। अनि त्यस पछाडि सोरठी नाच गुरुङको। अनि यो पनि भयो होइन। नेपाल बङ्गलादेश ब्याङ्क, नेपाल बङ्गलादेश ब्याङ्क चाहिँ 1993 मा स्थापित भएको पहिलो संयुक्त पुँजीको ब्याङ्क हो।
नेपाली भाषाको उद्गम स्थल सिङ्जा भ्याली रहेको छ होइन। अनि दैलेखको दुल्लु भन्ने हो होइन। त्यसै पछाडि अर्को रहेको छ मकैको खेती, यो पनि मिल्छ है। कृष्णलाल अधिकारी, डायमन्ड शमशेर रमना, अनि यिनीहरूको चाहिँ मैले दुईटा सम्झेको भएर थाहा पाएको होइन। इन्द्र जात्राको चलन कसले चलाएका थिए? हाम्रो इन्द्र जात्राको चलन जयप्रकाश मल्ल, कान्तिपुरका राजाले चाहिँ इन्द्र जात्रा चाहिँ प्रारम्भ गरेका थिए। अनि त्यसै गरी राणाकालीन चिन्हहरूबाट भनेको छ, यसको सही उत्तर चाहिँ पनि यही नै हो, અહીં पनि भनेको थियो होइन यो। अनि त्यसै गरी अर्को रहेको छ केटाहरू उत्तर पश्चिम, यसको आइक्यूको चाहिँ बुझ्नुपर्छ है। अ, अब यहाँ हेरौँ है। 26 दुवै दायाँबाट गन्दा कमल र ऋषभ बीच 4 र कमल ऋषभ बीच 4 र कमल प्लस ऋषभ गरेर 14, अनि त्यो गर्दा चाहिँ दोहोरो अङ्क गणना नगर्दा पहिलो 4 र बाँकी गरेर 26 आयो अरे साथीहरू। ल 4 प्लस 4 गरेर कति आयो? 18 प्लस ऋषभको 8 गरेर चाहिँ 22 आयो। अनि त्यस पछाडि 22मा 4 जोड्दा यो आयो होइन। 14 प्लस 18 कति हुन्छ साथीहरू? 14 प्लस 18 22, 22 प्लस 4 कति हुन्छ? 26। यसरी चाहिँ अब बुझ्दै बुझ्दै जाने, सबै कुरा जान्दा जानिन्न होइन। अनि कोठा ओछ्यानमा यो पनि हेरौँ होइन। आकाशमा ओछ्यान, आकाशलाई ओछ्यान भनिएकाले मान्छे सुत्ने भनेको ओछ्यान, आकाश भनेको ओछ्यानलाई आकाश भनिएको छ होइन। त्यस पछाडि अर्को रहेको छ राजनको रहेको छ। राजन राजन कहाँ गयो राजन? राजन चाहिँ सही दक्षिण चाहिँ पश्चिम दायाँ इक्वल्स टु उत्तर दायाँ, पूर्व दायाँ इक्वल्स टु 90 डिग्री दक्षिण। मलाई आइक्यू चाहिँ आउँदैन है, मैले भन्दैन त्यस्तो सबै जानेछु भनेर। अनि त्यस पछाडि अब यो बनाउँदै जान्छु होइन। अनि 19को रहेको छ यसको मोरबिड रहेको छ। मोरबिड अवस्थे विकृत ऊ ऊ जस्तो विकृत अरू 3 छल ढोकाका पर्यायवाची शब्द हुन् भनेको छ। त्यसै गरी अर्को रहेको छ यसको ऱ्याटको प्लेग सही कोलेराको वाटर रेल, जसरी मलेरा लामखुट्टेबाट पनि हैजा सर्न सक्छ, कोलेराको वाटर रहेछ साथीहरू है। यस्तो पनि बिगारेँ मैले। ल 18को सी रहेछ कोलेरा वाटर, मलेरिया मस्किटोदेखि सर्छ भने ए अन्त प्लेग ऱ्याट भएको भए पो है, कस्तो बिग्रियो ल सरी। अनि त्यसै गरी अर्को रहेको छ मातृका प्रसाद कोइराला 2 पटक भएका थिए, 2008 र 2010मा भने नि होइन मैले। अनि त्यस पछाडि अर्को रहेको छ जवाहरलाल नेहरू होइन, उनी चाहिँ पहिलो प्रधानमन्त्री थिए। महात्मा गान्धी चाहिँ भारतको ऊ हुन् है, तपाईँको फादर अफ नेसन होइन, फादर अफ इन्डिया। अनि त्यसै गरी अर्को रहेको छ हाम्रो, अब यो चाहिँ मिलाउनुहुन्छ होइन। सिलेटको लागि बन्दीपुर, बन्दीपुरमा सिलेटको डेको लागि चाहिँ मानिन्छ। त्यसै गरी यो यो पनि सजिलो छ होइन। त्यस पछाडि सहिद जोडा यो जगदीशपुर ताल, यो यसको हेरौँ। बीको एक मुस्ताङ हो होइन। बीको एक अनि मुस्ताङ, गोर्खा, कपिलवस्तु रहेको छ। क्वेसन नम्बर 13को हेर्छौँ भने हामी क्वेसन नम्बर 13को बी नै आएको छ है। अनि त्यसै गरी दामोदर कुण्ड कहाँ रहेको छ साथीहरू? 13को बी, 13को बी दामोदर कुण्ड बीको 3 रहेको छ। यसले मकवान गोर्खा लगाइदिइरहेको रहेछ। यो गर्दै जाँदा यो यो पनि सुमेरु कुमेरु आर्टिक भन्छ होइन, एटलान्टिक सुमेरु अन्टार्क्टिका, कुमेरु दक्षिण, अनि हिन्द प्रशान्त, यसरी चाहिँ आन्ध्र अनि यो गयो होइन। अन्टार्क्टिक अनि यो चाहिँ आर्टिक भनेर चाहिँ आर्टिक ओसन भनेर चाहिँ माथितिरको त्यो रसिया भन्दा माथिको भागलाई चाहिँ आर्टिक भन्छ होइन। अन्टार्क्टिक भनेर चाहिँ सुमेरु होइन। यसरी बुझ्यो। अनि विश्वको सबैभन्दा लामो नदी लम्बाट उत्तरी कुञ्ज अनुसार वास्तव यो चाहिँ लम्बाट रहेछ होइन। त्यस पछाडि यो 4 मिनट, यो चाहिँ यो हिसाब गरेको थाहा हुन्छ। 360मा 24 घन्टा 144 मिनट 1 डिग्रीमा 4 मिनट, यो चाहिँ 9-10मा चाहिँ पढ्नु भएको थियो होला होइन। अनि अर्को बिहानको तारा भनेर शुक्रलाई, किनकि यो बिहान र साँझ देखिने तारा रहेको छ। यसको सही उत्तर फ्रान्स रहेको छ होइन। क्रोएसियालाई हराएर विश्वकप जितेको खतरा कम्पिटिसन भएको थियो नि यो म्याच होइन।
अनि G2G चाहिँ वैदेशिक रोजगारी सरकार अथवा गभर्मेन्ट टु गभर्मेन्ट भन्ने थियो नि मैले, यो सरकारसँग चाहिँ यो भएको हुन्छ। अनि मालदिभ्सको राजधानी के हो त, माले हो। यो चाहिँ फ्री किक, फुटबलको कर्नर किक फुटबलमा दिइन्छ भनेको छ। त्यसै गरी मालदिभ्सको राजधानी माले हो। मेडागास्कर भने अफ्रिकाको हो, म्यानमार उताको दक्षिण पूर्वी एसिया होइन, साउथ इस्ट एसिया। अनि त्यसै गरी नेपालको पहिलो दैनिक पत्रिका कुन हो त साथीहरू? यहाँ चाहिँ के भनेको छ, तिनको हेर्छ भने तिनको एक चाहिँ आवाज भनेको छ। तपाईँले सही विकल्प चाहिँ सिए हो। उत्तर कुन्जी अनुसार चाहिँ ऐतिहासिक रूपमा चाहिँ हुनसक्छ र यो एन्सर सिट अनुसार चाहिँ आवाज हो रे होइन। मैले चाहिँ गोरखापत्र लगाइदिएको थिएँ। शक्ति सुधा दैनिक पत्रिका उत्तर कुन्जी अनुसार, तर ऐतिहासिक रूपमा शक्ति सुधा पक्षमा चाहिँ यो हामीले चाहिँ आवाज नै लगायो। नेपालको प्रधानमन्त्रीबाट रोजगार कार्यक्रम कहिले सुरु भयो? प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ फागुन 1 गते रोजगार कार्यक्रम सुरु गर्नुभएको थियो। अनि यो पनि यो त सबैजनाले मिलाउनुहुन्छ होला। ल 30 मिनट भएछ होइन, 30 मिनटमा हामीले यत्रो छलफल गऱ्यौँ होइन। ल हजुरहरूको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद।